वेलकम बैक टु माय न्यू भिडियो। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै ठीक छौं, आरामै छौं। हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आजको हेलो भिडियो सुरु गर्दै छौं। हेलो आज के रे? आज भिडियो आउँदैछ मोमो च्यालेन्ज हैन। यो चाहिँ को हो भन्ने यो मेरो छोरा हो हैन। मेरो नन्द। इनका नाम रहेको छ सुदर्शन बखरेल हो। सुदर्शन हो। बाबु तिम्रो नाम सुदर्शन हो कि बाबु हो? हेलो गाइज गर त। हातले गर न। हेलो गर न। हेलो हेलो पिटाइगा हेलो हो क्या? लाइक कमेन्ट गर गाइज। अब चाहिँ हामी मोमो लिने तर्फतिर लागौँ होला। जाम न? जाम छोटो जाम। के ल्याउने रे? के खाने रे? बेबी के खाने भन त? हामी गयौँ भनेको त गाई चाहिँ यस्तो दौडेर आउँछ त। फाइनली गाई हामी चाहिँ पसलतिर आइपुग्यौँ होइन। पसल नजिकै। के भन्नुभएको? के हेरेको? ए हो किन नहोला र? यता हिँड्नुस्। यता हो क्या? यता फाइनली आइपुग्यौँ। एउटा हो कि दुईटा हो? एउटामा हो दुई प्लेट आउने भन्नु हो। एउटालाई 150। दुई प्लेट आउँछ यसैमा हो, एउटामा हो 150 भन्नुभएको थियो एउटालाई। उसलाई फाइनली गाइज हामी चाहिँ मोमो लिएर आइसक्यौँ। तीन प्लेटलाई 225 रुपियाँ अरे क्या गाइज। यो उसलाई चाहिँ के भन्छ? यसो गर्दै थिए हैन चाहिँ यसो गर्दै गरेर पटाइदिएर म त फुट्यो भनिरहेको थिएँ। के मोमोको भाडा नभएर गाइज यस्तो गर्नु पर्यो राइस कुकरको उसमा तताउनु परेछ। फाइनली यसमा चाहिँ पाक्दैछ चाउमिन। यसमा चाहिँ चाउमिन पाक्दैछ, यसमा मोमो पाक्छ। अब मोमो राख्न सुरु गर्नु पर्यो। मोमो राख्थे यार एउटा त युस बनाउँदैछु। 3 प्लेट एकैचोटि पाक्दैन, अर्कोचोटि नै हाल्नुपर्छ। अनि त्यतिखेर हालौला नि त। हुन्छ भर्ती भएको 2000 यो हैन यो त्यो भेनिला हो कि भेनिला भन्ने हो। त्यो बनिला के भन्छ? भेनिला त्यही हो। त्यो अमिलो हो हाल्ने। किन? अर्को पनि छ त सेतो छ त अनि त्यही अमिलो हो। अमिलो एउटा मात्रै हाले हुन्छ। या अबे मोमो चाउमिनको हालत। नाटक गर्नु पर्यो नि त गाइज अलिअलि होइन। गर्ने लेभलमा भ्लगमा कपाल देखाएको। बनाउँदै गर्छ अलिअलि भिडियो बनाउँदै गर्छु भनेर हो क्या। भयो अनि कस्तो खाले चाउमिन भयो गाइस। चौधवटा चाउमिन एकै ठाउँमा भयो। खोर्सानी हालेर रातो बनाउनुपर्छ अहिले।
मोमोहरू यो सबै खानी मैले सक्दैन नि यहाँ तर धेरै हो तर यो एकदम पिरो छ होइन यो मलाई यस्तो मनपर्छ कि मैले एउटा दुईवटासम्म खाइदिन्छु क्या यसलाई चाहिँ होइन अहिले हेर्नु होला दुईवटा होइन तीनटासम्म अब सकेको छ सुरु होइन गाइस च्यालेन्ज यो रहेको छ मोमो अनि यो रहेको छ अचार अनि मेरो अचार यहाँ डल्ले खुर्सानीको अचार देखेकै छैन यसरी हाल्ने हो यसरी अभी सबै हालेला त पिरो च्यालेन्ज पिरो है पहिला मोमो खाने कि पहिला चाउमिन खाने भयो खाइला गाइस यहाँ मिठो भएर रहेछ क्या पिरो त एक पञ्च मोमो के बनाउने कोक बनाउँछु रे जाऊ मैले त अमिलै ल्याएन आमाले खोजेको आमाको त पुगिसक्यो पानी अड्किएर जति खायो उति पानी खानुपर्छ भन्थे डल्ले खुर्सानीको चटनी मुखै पोल्यो सबै क्या दामी हो क्या मोमो पहिला चाउमिन हो नि बल्ल मोमो खाने अब किन भन्नु त गाइस पहिला चाउमिन हो नि बल्ल मोमो खाने किनकि मोमो मिठो हुन्छ नि त पछि अबे मोमो पनि आइदियो मलाई पनि खाऊ भनेर यस्तो पिरो खायो यस्तो पिरो खायो तर यसपालि चाहिँ उस राखेन नि है कागती कति मिठो हुन्छ झन् कागती राखेको भए मोमो चटनीमा सोप्नु पर्यो सोबेला खानुहुन्छ अलि खुवाइदिउँ ल मोमोको भित्रको तिमी मस्त बैगुन टिपेर खायो अबे चटनी पनि भएछ त्यही पनि कस्तो छ चटनी खाइछ अबे खायो भयो
मान्छेले नि भन्यो यो चाहिँ खानामै पर्यो रहेछ नि। आजको विनर रहनु भएको छ गोमा। अस्तिको विनर म होइन, यसपालि तपाईँ। सरी अलि चिसो हो जग्गा चिसो मैले तातो तातै ए पानी नै छैन रहेछ, पानी खानु लाग्यो। ऊ त्यसले लिएर आयो बाबु, यहाँ ल्याऊ मम्मीलाई ल्याऊ। Happy birthday to you. Mami, mana Nuna? Mana Nuna? Happy birthday, Ama. खाइज्यू। भिडियो अन्तिमसम्म हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू धन्यवाद।